भन्छ आउनुहोस् मेरो कारणले भएको एक्सिडेन्ट साउरले मलाई फिक्स तलब दिएको छैन मलाई साउरले फिक्स तलब दिएको छैन अगाडि 4 जना मान्छे भेट्छु भनेर मैले ओभरटेक गरेको हो गर्दाखेरि रङ साइडमा गएको पनि हो फाइन खाने मेरो 500 रुपैयाँको डरले जाँदाखेरि एक्सिडेन्ट भएको हो तर यदि मेरो फिक्स तलब थियो भने म ह्याप्पी ड्राइभर हो यदि मेरो फिक्स तलब थियो भने 70,000 मेरो फिक्स तलब थियो भने मलाई ओभरटेक गर्न कुनै जरुरी थिएन मान्छे मार्न कुनै जरुरी थिएन मैले मान्छे मार्छु भन्दै हिँडेको पनि होइन बुझ्नु भएन के बुझिराख्नु भएको छ तपाईहरु एउटा आर्मी पुलिस म पनि त मर्छु होला सेकेन्ड मरेको छु नि म पनि थाहा छैन र तपाईहरुलाई म ड्राइभर हुँ ड्राइभर नट जो कार चलाएर आफ्नो कार लिएर हिँड्नु भएको त्यो ड्राइभर होइन म ड्राइभर अलग बाटोबाट हिँड्नुस् ड्राइभर हो म तपाईले हेभी तपाई आफ्नो कार लिएर हिँड्नुहुन्छ तपाईलाई म ट्रक चलाउन दिन्छु चलाउन सक्नुहुन्छ तपाईलाई म पब्लिक गाडी चलाउन दिन्छु नाइट गाडी चलाउन सक्नुहुन्छ तपाई कार लिएर हिँडेको मान्छे सक्नुहुन्न नि रिस्क लिनुस् तपाई एउटा आर्मी छ बोर्डरमा छ उसँग कहिले भिडन्त हुन्छ नि एउटा बन्दुक राइफल लिएर बसेको छ ऊ होइन ऊ मृत्यु जुन दिन लडाई आउँछ जुन दिन मृत्यु आउँछ नि ऊ त एक दिन अवश्य मर्छ कि मर्छु कि मार्छु त्यही आत्मविश्वास लिएर गएको हुन्छ नि लडाई लड्न तर म ड्राइभर हुँ हजुर म स्टिङ जब चाबी स्टार्ट गरेर हिँड्छु यही नेपालको बाटो कुना कापचरा कुन्धारा कहाँ अल नेपाल राउन्डर घुमेको छु जति पनि यो चिल्लो कारमा घुमेर काठमाडौँमा घुमेर यो सिंहदरबार भित्र बसेर बस्ने नेताहरूले जति खोज्छन् नि चिप्ला कुरा गर्ने त्यस्तो होइन म भनेको ड्राइभर हो म आज यहाँ भाषण दिएर नेतागिरी गर्न आएको पनि होइन मलाई घुम्नु छ मलाई काम गर्नु छ देशमा मलाई सुशासन चाहिएको छ मेरो कामको रेस्पोन्सिबिलिटी दिउ तिमीहरू मलाई कामको रेस्पोन्सिबिलिटी छ तपाईहरु एउटा आर्मी डिसिजन हेर्नुस् मलाई ड्राइभर तपाईहरुलाई चाहिन्छ कि चाहिँदैन ड्राइभर चाहिन्छ कि चाहिँदैन भने यदि ड्राइभर चाहिँदैन भने यो नेपालबाट गाडीहरू खारेज गर्दै फाल्दे गाडीहरू किन ल्याइस् गाडी प्रविधिहरू यो ड्राइभरहरू चाहिन्छ भने आत्मसम्मान दे तिमीहरूलाई ड्राइभर नराम्रो छ अरे सबको क्वेसन यही नै हो ड्राइभर नराम्रो छ अरे राम्रो ड्राइभर त खोज्न जान खाडीमा इन्टरभ्यू लिँदाखेरि म पनि खाडी गराएको मान्छे हो हेर्नुहोस् कतार दुबई साउदी ओमान के नै कुवेत र मलेसिया म 5 वटा देश बसेर आएको मान्छे हो र यहाँ ड्राइभर र कति मान्छेले कति दुःख पाएको छन् यो म भोग्न सक्छु भन्न सक्छु कति दुःख पाइरहेको छ हामीले खाडीमा गएर र म विदेश जाँदिन मसँग लाइसेन्स छ यो लाइसेन्स लिएर म विदेश जान पनि सक्छु तर म जाँदिन मलाई देशमा गर्दैन त देशमा गर्ने वातावरण दे सरकार जहिले तपाईहरु पनि जहिले पनि आउने जनता पनि आउने टोक्ने ड्राइभर नराम्रो हुने सरकार पनि आउने